वेलकम बैक टू माई यूट्यूब च्यानल। अहिले हामी हाम्रो यात्रा सुरु गर्दैछौँ सामाखुसी चोकबाट। यहाँ टोखा प्रवेशद्वारबाट हामी प्रवेश गऱ्यौँ र छिर्ने बित्तिकै हामी पेट्रोल पम्प देख्न सक्छौँ। हामी टोखा, झोर झरना, सुनखानी, थानापाती, लौके झरना, थानसिङ, छहरे, बिदुर, चौघडा, खरानी टार, समुद्र टार, रामती बजार हुँदै दुप्चेश्वर महादेव पुग्नेछौँ आज। यो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। बाटो सबै राम्रो छ, पिच छ, ढलान छ, ठाउँ ठाउँमा थोरै अफरोड भए पनि बाटो चाहिँ एकदमै राम्रो छ। सामाखुसी चोकबाट 62 किलोमिटरको दूरीमा 2 घण्टा 34 मिनट बाइक राइडिङ गरेपछि हामी दुप्चेश्वर महादेव पुग्न सक्छौँ। यो बाटो उकालो ओह्रालो भन्ज्याङ चौतारी र यो देखिएको सुन्दर दृश्य हिमालको जुन चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्जबाट देख्न सकिन्छ। हाम्रो देश नेपाल जिउँदै स्वर्ग हेर्नु पर्यो भने हाम्रो देश नेपालको हिमाल पहाड तराईमा हामी भ्रमण गर्यो भने अनुभव गर्न सक्छौँ। अहिले हामी हिँड्दैछौँ बिदुरमा। बिदुरमा यो देखिएको समतल भाग तराईमा हिँडेको भान हुन्छ र फाइनल्ली अहिले हामी दुप्चेश्वर महादेवको प्राङ्गणमा पुगिसकेका छौँ। यो दुप्चेश्वर महादेवको पार्किङ एरिया र अब हामी यहाँबाट झोलुङ्गे पुल तर्दै दुप्चेश्वर महादेवको दर्शन गराउनेछौँ। यो दुप्चेश्वर महादेव चाहिँ राउतबेसी टाढी नदीको फेदमा हामीले पाउन सक्छौँ र यो वरिपरिको सुन्दर मनोरम दृश्यले दुप्चेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थीहरूलाई यो पवित्र र धार्मिक तीर्थस्थलमा मनै प्रफुल्लित, शान्त र शीतल बनाउँदछ। यो देखिएको अखण्ड दीप जुन चाहिँ 24 घण्टा ननस्टप बल्दछ, त्यही भएर यसको नाम अखण्ड दीप राखिएको छ र यहीँ हामीले दुप्चेश्वर महादेवको दर्शन गर्न पाउँछौँ। दुप्चेश्वर महादेव यहाँबाट हामी भित्र देख्न सक्छौँ र यहाँ भक्तालुहरू, श्रद्धालुहरू यसरी दुप्चेश्वर महादेवमा गाईको दुध चढाउने गर्नुहुन्छ र पौराणिक धार्मिक ग्रन्थ अनुसार एउटा तामाङको 400 वर्ष अगाडि गाई हराएको र गाई खोज्ने क्रममा यो छहरामा चाहिँ गाईले दुध चढाइरहेको देखेपछि यसको नाम दुप्चेश्वर महादेव रहन आएको हो भन्ने धार्मिक परम्परा रहिआएको छ र सन्तान नहुनेहरू सन्तान प्राप्तिको लागि र वर नहुनेहरू वधु नहुनेहरू वर माग्न वधु माग्न यहाँ आउने प्रचलन रहिआएको छ। श्रद्धालुहरू काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोर्खा लगायत देशका विभिन्न जिल्लाबाट यहाँ आउने गर्नुहुन्छ। हरेक धान्य पूर्णिमाको बेलामा साताव्यापी मेला लाग्ने गर्दछ भने शिवरात्रिमा विशेष पूजा अर्चना हुन्छ। हरेक सोमबार दर्शनार्थीहरूको विशेष भिड लाग्ने गर्छ। यो नुवाकोटको पवित्र र प्रख्यात प्रमुख धार्मिक तीर्थस्थल भएकोले यहाँ विशेष भिडभाड पूजा अर्चना गरेको देख्न सकिन्छ। दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथ भनेर पनि चिनिन्छ। भिडियोमा अन्तिमसम्म जोडिनु भएकोलाई धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। आउँदा दिनहरूमा फेरि पनि नयाँ नयाँ भिडियो लिएर आउने नै छु। केही त्रुटिहरू, कमी कमजोरी छ भने कमेन्ट गर्न नबिर्सिनु होला।